नमस्कार सम्पूर्ण मेरो यस भिडियोलाई हेर्नुहुने विद्यार्थी वर्गमा विशेष गरी र कक्षा 10 मा रहेको क्षेत्रमितिको हिसाब अन्तर्गत मैले एउटा समस्याको समाधान लिएर आइरहेको छु। Find the TSA and volume of the given solid made up with cylinder and cone। अर्थात बेलना र सोली मिली बनेको ठोस वस्तुको पूरा सतहको क्षेत्रफल र आयतन निकाल्नुहोस् भनेर। र यसरी कुरा गर्दाखेरि यो जुन अहिले बेलना र सोली मिलेर बनेको यो संयुक्त ठोस वस्तु छ, अब यसमा वक्र सतह भनेको के हो त विद्यार्थी भाइ बहिनीहरु पहिला बुझौं। र वक्र सतह भन्नाले यो सोलीमा भएको यो छड्के पर्ने सतह, अर्थात हामीहरूले आइसक्रिम खाँदा पनि आइसक्रिमको कोन समाउँदाखेरि जुन हामीले हात पर्ने भाग छ त्यो नै वक्र सतह हो। त्यसै गरी तिमीहरूले बर्थडेमा मनाउने यो जुन लाउने टोपी लाउने चलन छ त्यसको पनि त्यो टोपीको कागजको भाग जुन छ त्यो चाहिँ वक्र सतह हो। त्यसै गरी तिमीहरूले कुनै पनि जस्तै अब राम्रोसँग छुपाइराखेको धानहरू चुच्चो पारेर उठाइराखेको बालुवाको थुप्रोहरू तिनीहरू चाहिँ के हुन् त सोली आकार हुन्। र यसरी वक्र सतह भनेको चाहिँ बाङ्गो सतह अर्थात यो तलको वृत्त बाहेकको सतह चाहिँ वक्र सतह हो। त्यसै गरी बेलनामा पनि देखिने भाग भनेको यो वक्र सतह अर्थात घुमौरो भाग प्लस अनि तलको यो पीठको चाहिँ वृत्त हो, यो बुझ्नु पर्यो। र आयतन निकाल्दाखेरि चाहिँ यो वस्तुलाई यसरी छुट्याएर बुझ्नुपर्छ। यसरी छुट्याएर बुझ्दाखेरि एउटा सोली छ एउटा बेलना छ। यसरी चाहिँ हामीले पूरा सतह भन्ने बेलामा चाहिँ देखिएको भागलाई बुझ्दछौँ भने आयतन भन्यो भने चाहिँ यो वस्तुलाई टुक्राउँदाखेरि के सेप लिन्छ त भन्दाखेरि एउटा सोली एउटा बेलना लिन्छ। र यसरी यो कुरालाई बुझेर अब हामीहरूले यो प्रश्नको समाधान हामी धेरै समय नलिकन सुरु गरौँ। र अब यो प्रश्न अनुसार पहिला के बुझ्नुपर्ने छ भन्दाखेरि यो 5 सेन्टिमिटर भनेको चाहिँ यो सोलीको पनि बेलनाको पनि आधारको अर्धव्यास हो। अनि यो 10 सेन्टिमिटर भनेको बेलनाको उचाइ हो। अनि यो 17 सेन्टिमिटर भनेको चाहिँ सोली र बेलना पुरैको उचाइ अर्थात पुरैको हाइट हो। र यो कुरालाई बुझेर अब हामीहरू यसको कुरा टिप्छौँ। र एउटा कुरा ध्यानमा राख्ने, यो 17 सेन्टिमिटर भनेको हामीहरूलाई हिसाब गर्नको लागि सोलुसन गर्नको लागि काम छैन। त्यही भएर यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्ने कुरो म अहिले यहाँ गरेर पनि देखाउँछु। हेर्नु है त, सोलुसन अर्थात समाधान हियर यहाँ यो के दिएको छ भन्दाखेरि रेडियस अफ द बेस अफ द सिलिन्डर वा रेडियस अफ द कोन आर भनेको 5 cm अर्थात बेलनाको आधारको अर्धव्यास बराबर सोलीको आधारको अर्धव्यास बराबर चाहिँ कति त भन्दाखेरि 5 सेन्टिमिटर यो फिगरमा पनि हेर। र यसपछि अर्को यहाँ के दिएको छ त भन्दाखेरि द टोटल हाइट अफ द सोलिड अर्थात ठोस वस्तुको पूरा उचाइ चाहिँ टोटल हाइट चाहिँ 17 सेन्टिमिटर हेर त यहाँ पनि देखिन्छ। र अनि यहाँ यो 10 सेन्टिमिटर भनेको चाहिँ के हो भन्दाखेरि हाइट अफ द सिलिन्डर अर्थात बेलनाको उचाइ हो। र अब हामीहरूले चाहिँ यहाँ दुईटा वस्तु भएकोले गर्दाखेरि उचाइलाई कन्फ्युज नहोस् भनेर यो बेलनाको उचाइलाई चाहिँ h1 को रूपमा राखौँ। अनि आएर यो पुरैबाट अब यो बेलनाको उचाइ हटाइदियो भने अर्थात घटाइदियो भने चाहिँ यो माथिको भाग आउँछ। राम्रोसँग हेर्नु त, बेलनाको उचाइ 10 छ भने अब सोली पनि राख्दाखेरि 17 हुनुको मतलब के बुझ्नु पर्यो त, पुरैबाट बेलनाको हाइट निकाल्यो भने सोलीको उचाइ आउँछ। त्यही भएर हामी यसरी हाइट अफ द कोन वा सोलीको उचाइ भनेर यसलाई चाहिँ बुझ्नको लागि h2 भनेर यो पुरै 17 सेन्टिमिटरबाट 10 सेन्टिमिटर माइनस गर्छौँ। यसरी 7 सेन्टिमिटर आयो। अब विद्यार्थी भाइ बहिनीहरू अब हामीहरूले यसमा इक्वेसनमा के सोधेको छ भन्दाखेरि TSA अफ द सोलिड अर्थात ठोस वस्तुको पूरा सतहको क्षेत्रफल TSA इक्वल टु वाट। अनि अर्को चाहिँ भोल्युम अफ द सोलिड अर्थात ठोस वस्तुको आयतन V इक्वल टु वाट भयो। र मैले अघि नै पनि भने अब यहाँ चाहिँ यो पूरा सतह भन्नाले यो सोलीको हामीहरूले हात पर्ने समाउने भाग वक्र सतह, त्यसै गरी बेलनाको पनि हातले यो समाउने भाग वक्र सतह गिलास समाए जस्तै समाउँदाखेरि, अनि तलको पीठको भाग चाहिँ वृत्त। त्यही भएर अब एउटा कुरा के ध्यानमा राख्नु पर्यो भाइ बहिनीहरु भन्दाखेरि सोलीको वक्र सतहको सूत्र के त
स्मरण गर त पहिला पाई आर एल भनेपछि यहाँ पाई आर एल भनेपछि सोलीको लागि हामीलाई यहाँ चाहिँ उचाइ चाहिँ छ अर्धव्यास चाहिँ छ एल छैन भने पहिला हामी नपुगेको कारणले गर्दा पहिला पाइथागोरस साध्यको प्रयोग गर्छौँ अर्थात् युजिङ पाइथागोरस थ्योरम अर्थात् पाइथागोरस साध्य अनुसार भनेर अब हामीहरूले फर्मुला सम्झौँ त एल स्क्वायर इक्वल टु एच स्क्वायर प्लस आर स्क्वायर भनेपछि अब हामीले यहाँ एल स्क्वायर भनेको छड्के उचाइ अब एच स्क्वायर भन्नाले चाहिँ ध्यानमा राख्नुपर्छ भाइ बहिनीहरू हो सोलीको उचाइमा एच भनेको कति त एचमा 2 छ त्यही भएर अब हामीले फर्मुला हाल्दा एच मात्रै हालेर पुग्दैन यसरी एल स्क्वायर इक्वल टु एच 2 स्क्वायर प्लस आर स्क्वायर राख्ने र अब मान हालौँ हामी यसरी अर गरेर एल छैन एल झिक्न लाग्दैछौँ H2 भनेको यसरी 5 स्क्वायर हैन 7 स्क्वायर अनि R भनेको 5 स्क्वायर है र अब यसरी गरिसकेपछि अब हामीहरूले यसरी यसलाई सिम्प्लिफाई गर्दाखेरि 7 स्क्वायर भनेको 7 7 जा 49 अर्थात् 7 7 49 अनि 5 स्क्वायर भनेको 5 5 जा 25 अर्थात् 5 5 ले 25 यसरी गर्दाखेरि अब L स्क्वायर इक्वल टु 74 भयो र यसरी L स्क्वायर मा अब हामीले स्क्वायर हटाउँदाखेरि L इक्वल टु रुट अन्डर 74 र 74 को रुट अर्थात् वर्गमूल निकाल्दाखेरि 8.6 सेन्टिमिटर आयो र यसरी 8.6 सेन्टिमिटर ल्याइसकेपछि अब भाइ बहिनीहरू अब चाहिँ हामीहरूले पुरा सतहको क्षेत्रफल निकाल्नको लागि ठीक भयो अब चाहिँ हामीहरू टीएसए अफ द सोलिड वा ठोस वस्तुको पुरा सतहको क्षेत्रफल भनेर सीएसए अफ सिलिन्डर प्लस सीएसए अफ कोन प्लस बेस एरिया अर्थात् बेलनाको वक्र सतहको क्षेत्रफल प्लस सोलीको वक्र सतहको क्षेत्रफल प्लस आधारको क्षेत्रफल भनेर यसरी वृत्तको क्षेत्रफल यसरी तीनवटा भागहरू हामी जोडेर राख्छौं मैले अघि नै पनि भने यो सोलीको नि वक्र सतह समाउने ठाउँ बेलनाको पनि गिलास जस्तै गरी समाउने ठाउँ अनि तलको पीठको वृत्त र यसरी अब फर्मुलाहरू सम्झौँ त पहिला बेलनाको वक्र सतह अर्थात् सीएसए अफ सिलिन्डर भनेको के हो त 2πrh त्यसैगरी सीएसए अफ कोन अर्थात् सोलीको वक्र सतहको क्षेत्रफल भनेको πrl अनि बेस एरिया अर्थात् वृत्तको क्षेत्रफल भनेको एरिया अफ सर्कल हो त्यही भएर πr स्क्वायर र अब यसरी हामीहरू फर्मुला हाल्दा चाहिँ एउटा कुरा ध्यानमा राखौं है सीएसए अफ सिलिन्डर अर्थात् बेलनाको वक्र सतहको सूत्र हाल्दा 2πrh त हो तर बेलनाकोमा h के मानेका छौं त h1 मानेको भएर यसरी 2πrh1 हाल्छौं अनि सोलीको वक्रकोमा चाहिँ हामीहरूले h नआउने भएकोले πrl मात्रै प्लस अनि वृत्तको अर्थात् आधारको क्षेत्रफल अर्थात् सर्कलको एरिया भनेको πr स्क्वायर र यसरी गर्दाखेरि अब हामीहरूले यसमा कमन के देख्छौं भन्दाखेरि पाइ सबैमा छ यहाँ एउटा छ r यहाँ नि एउटा छ यहाँ नि दुईटा छ यहाँ चाहिँ भने सबैबाट झिक्न कतिवटा मिल्यो भन्दाखेरि एउटा मिल्यो त्यही भएर पाइ र r यसरी कमन लिन्छौं र पाइ र r कमन लिएपछि विद्यार्थी भाइ बहिनीहरू पाइ र r गयो त्यही भएर यहाँ अब बाँकी छ पहिलोमा 2h1 प्लस यहाँ पाइ r गयो l बाँकी प्लस यहाँ पाइ अनि r एउटा गयो अब यहाँ त एउटा r बाँकी छ यसरी r अब मान हालौं र यो मान चाहिँ म हालेको यहाँ माथितिर देखाउँछु हेरौँ है र यसरी गर्दाखेरि पाइको भ्यालु 22/7 r भनेको 5 अनि ब्र्याकेटमा 2 को 2 h1 भनेको मतलब सोलीको उचाइ 10 सेन्टिमिटर प्लस अनि L भनेको छड्के उचाइ यहाँ निकालेको हो नि त यो 8.6 सेन्टिमिटर प्लस अनि R भनेको 5 सेन्टिमिटर र यसरी गर्दाखेरि अब हामीहरूले यहाँ 2 10 जा 20 भयो पहिला मैले ब्र्याकेट नि गरेँ र अब यसपछि चाहिँ अब हामी के गर्छौं भन्दाखेरि यो 22 र 5 मल्टिप्लाई गर्छौं यो बाहिरको अनि भित्रको चाहिँ एड गर्छौं र यसरी गर्दाखेरि 110/7 इन्टु अनि भित्रको एड गर्दा 33.6 र यसलाई क्याल्कुलेसन गर्दाखेरि 528.04 cm स्क्वायर र यसरी चाहिँ पुरा सतहको क्षेत्रफल भन्यो भने चाहिँ यसरी हामीहरू निकाल्छौं र भाइ बहिनीहरू एउटा कुरा याद गरौँ यदि एक्जाममा चाहिँ टेन्टको सतहको क्षेत्रफल निकाल भनेर भन्यो भने चाहिँ यो टेन्ट भनेको पाल हो त्यही भएर पाल कहाँ लाग्छ त भन्दाखेरि सोलीको वक्र र बेलनाको वक्र मात्रै निकाल्ने है यो चाहिँ याद गर्ने फेरि टेन्ट भनेर आयो भने यो तलको भाग चाहिँ पर्दैन किन भन्दाखेरि तल भीमा चाहिँ टेन्ट हाल्दैन पाल हाल्दैन है यो बुझौं र अब आयतनको लागि चाहिँ याद गरौँ यो चित्रलाई चाहिँ यसरी हामीहरू छुटाएर र यसरी छुटाउँदाखेरि एउटा चाहिँ बेलना हुन्छ भने एउटा चाहिँ सोली हुन्छ र अब यसरी गर्दाखेरि अब हामीहरूले यो
आयतन निकाल्दा अर्थात् भोल्युम निकाल्दाखेरि चाहिँ यसरी भोल्युम अफ द सोलिड भनेर भोल्युम अफ सिलिन्डर प्लस भोल्युम अफ कोन गर्छौँ र जसलाई नेपालीमा हामी ठोस वस्तुको आयतन बराबर बेलनाको आयतन प्लस सोलीको आयतन भन्छौँ। अब बेलनाको आयतन अर्थात् भोल्युम अफ सिलिन्डरको फर्मुला πr² h अनि सोलीको अर्थात् कोनको भोल्युमको फर्मुला 1/3 πr² h। अब यहाँ चाहिँ साह्रै ध्यान दिने h गर्दाखेरि बेलनाकोमा h राख्दा चाहिँ हामीहरूले बेलनाको h1 अर्थात् सिलिन्डरको h1 मानेका छौँ, त्यही भएर सिलिन्डरको फर्मुलामा h मा h1 हाल्छौँ। अनि कोनकोमा चाहिँ हाइटमा चाहिँ हामीहरूले यो हाइटलाई h2 मानेको भएर यो सोलीको आयतन अर्थात् कोनमा चाहिँ h2 हाल्छौँ। यसरी फर्मुला हाल्दा h को ठाउँमा चाहिँ हामीहरूले πr² h को ठाउँमा यो बेलना अर्थात् सिलिन्डरमा h1 अनि आएर सोली अर्थात् कोनमा चाहिँ हामी 1/3 πr² h2 र h1 र h2 अब फरक भएकोले गर्दा यसमा πr² चाहिँ यसरी हेर त कमन देखिन्छ, दुवैमा πr² छ र यसलाई यसरी कमन लिन्छौँ र यसरी कमन लिइसकेपछि अब पहिलोमा बाँकी छ h1 प्लस दोस्रोमा 1/3 र h2। अब पाईको भ्यालु 22/7 r² भनेपछि 5 को स्क्वायर h1 भनेको बेलनाको उचाइ 10 प्लस 1/3 h2 भनेको 7 सेन्टिमिटर यो भ्यालु यसरी हाल्छौँ र यसरी हालेपछि अब 22/7 यो भइहाल्यो। 5² भनेको कति त 5 2 बनाउँ 5 × 5 वा 5 × 5 अनि भित्रकोमा चाहिँ यसरी अपनमा आयो भने इन्टु हुँदाखेरि यो 7 ले चाहिँ माथि मल्टिप्लाई गर्छौँ र यसरी गर्दा 22/7 × 5² भनेको 25 अनि 10 प्लस 7 ले माथि मल्टिप्लाई गर्दाखेरि 7 1 जा 7 र यति गरिसकेपछि अब हामीले यो बाहिरकोमा 22 र 25 मल्टिप्लाई गरौँ अनि भित्र चाहिँ 10 प्लस 7/3 मा चाहिँ यसलाई एलसिएम गरौँ जसलाई लसअप गर्ने भन्छौँ हर बराबर गर्नलाई अर्थात् डिनोमिनेटर बराबर गर्नलाई र यसरी 10 को मुनि चाहिँ 1 हुन्छ, त्यही भएर यसको मुनि 1 सम्झिनु पर्यो अनि 10 को मुनि 1 अनि यो 3 भनेपछि 1 र 3 को एलसिएम 3 हुन्छ, त्यही भएर 7 को मुनि त 3 छँदैछ भनेपछि यसमा चाहिँ 1 ले मल्टिप्लाई हुन्छ 7 लाई र 10 को मुनि चाहिँ 1 भएकोले गर्दा एलसिएम इक्वल गर्न अर्थात् हरलाई इक्वल गर्न डिनोमिनेटर इक्वल गर्न हामीले यसको 10 को मुनि 1 भएकोले 3 मुनिको 1 लाई 3 बनाउन इन्टु 3 गर्नुपर्ने भएकोले यो 10 लाई चाहिँ 3 ले मल्टिप्लाई गर्छौँ र यसरी लेख्छौँ। हेर त यहाँ 25 × 22 550 अनि मुनिको 7 भइहाल्यो अनि भित्र चाहिँ 3 एलसिएम लिँदाखेरि 10 को मुनि 1 भएकोले गर्दा यसमा चाहिँ मुनिको 1 लाई 3 बनाउनको लागि 1 × 3 गर्नुपर्ने भएर 10 लाई पनि 10 × 3 गरेर 30 अनि प्लस यहाँ 7 को मुनि चाहिँ 3 छ, त्यही भएर यो 3 लाई 3 बनाउनु भनेको इन्टु 1 त्यही भएर 7 × 1 7 र यति गरिसकेपछि अब 30 प्लस 7 37/3 र यसलाई अब क्याल्कुलेसन गर्दा यसरी 969.05 cm³ अर्थात् 969.05 घन सेन्टिमिटर यसरी हामीहरूको पुरा शब्दको क्षेत्रफल भनेको 528.04 वर्ग सेमी अर्थात् 528.04 स्क्वायर सिएम अनि आयतन भनेको चाहिँ 969.05 घन सेमी वा 969.05 क्युबिक सेन्टिमिटर यसरी चाहिँ हामीहरूले गर्न सक्दछौँ। सबैलाई भिडियो हेर्नु भएकोमा हार्दिक धन्यवाद।